7 पल्ट फुकिदिनु च्वाट्टै। तपाईको टाउको दुख्यो अथवा तपाईको पेट दुख्यो, तपाईको शरीर दुख्यो, तपाईको शरीर झुम्म बनायो अथवा चाहिँ तपाईलाई जाँगर लाएन, अल्छी लायो, एकदम शरीर गले जस्तो भयो, तपाईको यो माइन्ड पनि शिथिल भए जस्तो भयो भने यहाँहरूले के गर्नु त भन्दा यो मन्त्र मैले यहाँहरूलाई यो मन्त्र अत्यन्तै सजिलो मन्त्र र छोटो मन्त्र पनि छ। यो स्वयं सिद्ध मन्त्र हो। यो मन्त्रले पानी फुकेर दिनुभयो भने यहाँहरूले पानी फुकेर दिनुभयो भने त्यो जस्तो सुकै दुखेको बिरामीहरूलाई उत्तिखेरै नै आराम मिल्नेछ। यो अत्यन्तै सजिलो मन्त्र, सिद्ध मन्त्र र सबैले प्रयोग गरिने मन्त्र हो र प्रयोग गर्ने पनि मन्त्र हो। मन्त्र के छ त भन्नुहोला भने ओम श्री सोय रिम फुलिङ भन्ने मन्त्र छ। यो मन्त्रलाई 7 पल्ट जाप गर्दै फुक्दै जाप गर्दै फुक्दै गर्नुस् पानीमा। सकेसम्म कुश भए कुशले हल्लाएर फुक्नु, अन्यथा कुश छैन भने पनि यत्तिकै हल्लाएर पानी फुक्नु। पानी मनतातो हुनुपर्दछ र त्यस्तो बिरामी 81 बिरामी भएका कि ताकि जिउ ज्यान दुखेका, टाउको दुखेका, पेट दुखेका यी सबै दुखाइहरूलाई यो पानी खान दिनुभयो भने यहाँहरूको यानि कि सुत्केरीलाई पनि पानी मन्त्रेर यो पानी दिनुभयो भने सुत्केरीको व्यथा पनि धेरै कम हुन्छ। यो गाउँघरमा प्रयोग गरिएको मन्त्र हो र यहाँहरूले पनि प्रयोग गर्न सक्नुहुन्छ। यो सिद्ध मन्त्र हो।